हेलो साथीहरू सबैजनालाई नमस्ते मेरोबाट है। म चाहिँ साङदेन रिसु। अन्त तपाईहरुसँग आज चाहिँ मैले के देखाउन आँटेको छु भन्दा चाहिँ मैले चाहिँ अमेजनबाट एकदम रिजनेबल प्राइसमा एकदम कम्ती दाममा चाहिँ मैले कफी मेकर मगाएको थिएँ हैन। अन्त कफी मेकर चाहिँ कस्तो आएछ भनेर तपाईहरुलाई देखाउँछु, तपाईहरुको अगाडि अनबक्स गर्ने छु है, हेर्नु होला। अन्त कस्तो आएछ भनेर तपाईहरुलाई देखाउँछु ल। यो चाहिँ यस्तो रहेछ हो, यो चाहिँ यस्तो रहेछ। एकछिन वेट गर्नुस्, तपाईहरुलाई यसको एमआरपी पनि बताउने छु है। अन्त योसँग चाहिँ यसरी बिल पनि आएको रहेछ हो। अन्त यो चाहिँ कस्तो आएछ भन्दाखेरि चाहिँ यस्तो आएको छ हो। तपाईहरुलाई देखाउँछु, एकछिन पर्खिनुस् है, एकछिन वेट गर्नुस्। कस्तो आएछ भन्दा चाहिँ तपाईहरुलाई फाडेरै देखाउँदैछु ल, किनभने एकछिन पर्खिनुस् है, किनभने यो चाहिँ साह्रो टाइट रहेछ र मलाई चाहिँ फाड्नै ठिक जस्तै लाग्यो हैन। तपाईहरुलाई देखाउँछु। यो चाहिँ यस्तो आएको रहेछ, सानोमा, किनभने घरमा म त एक्लै हो नि त हैन। अन्त त्यही कारणले गर्दा यस्तो टाइपको आएको रहेछ। अन्त यो चाहिँ सायद ब्याट्री जाने होला, ब्याट्री जान्छ होला। एकछिन वेट गर्नुस् ल। यो चाहिँ अघि मैले तपाईहरुलाई भनिहालेँ, यो चाहिँ कफी मेकर हो हैन। अन्त यो चाहिँ मैले चाहिँ थाहा थिएन कहाँबाट ओपन हुन्छ भनेर। यो चाहिँ यहाँ प्रेस गर्दा चाहिँ यो चालु हुन्छ, तर उयो चाहिँ दिएको छैन रहेछ, ब्याट्री जाँदो रहेछ। यो चाहिँ माथिपट्टि दुईटा ब्याट्री जाँदो रहेछ। तपाईहरुलाई म ब्याट्री हालेर देखाउँछु ल, एकछिन वेट गर्नुस् है। यो लिनु होला। अन्त यो चाहिँ कस्तो छ भन्दा चाहिँ यो चाहिँ यस्तो प्रकारले जाने रहेछ हैन। दुईटा ब्याट्री जाँदो रहेछ। यसलाई चाहिँ म ट्राई गरेर हेर्छु। तपाईहरुलाई अगर राम्रो लाग्यो भने चाहिँ हजुरहरुले पनि मगाउन सक्नुहुनेछ। यो चाहिँ यस्तो चल्छ हैन। देख्नुभयो, चल्दैछ नि। यो चाहिँ यतिको चल्छ हो। यहाँ चाहिँ प्रेस गरेर चाहिँ गर्नुपर्ने रहेछ है, देख्नुभयो। यो चाहिँ कफी मेकर। अन्त यो चाहिँ मैले अमेजनबाट मगाएको, हेर्नु सक्नुहुन्छ है। यो चाहिँ मैले अमेजनबाट मगाएको। यसको चाहिँ प्राइस कति छ भन्दा चाहिँ एकदम सस्तो, मलाई चाहिँ मन पर्यो। यसको प्राइस चाहिँ छ 99, ओन्ली 99 रुपिस हैन। अन्त मैले चाहिँ अब डेलिभरी बोयलाई चाहिँ 1 रुपियाँ थिएन हैन। अन्तखेरि उसको पासमा मैले चाहिँ 100 रुपिस दिएँ। तपाईहरुले पनि लिनु सक्नुहुन्छ। तपाईहरुलाई पनि मन पर्यो भने अर्डर गर्नु सक्नुहुन्छ है।